यो माइकको भोल्युम थोरै बढाइदिनु है। धेरै धन्यवाद कार्यक्रम सञ्चालकज्यू। सबै आराम हुनुहुन्छ? ल, एकदमै आतुर हुनुहुन्छ गीत सुन्नको लागि। आज थुप्रै डान्स प्रतियोगिता नै छ भन्ने सुनेको छु। हामी आज लगभग 8-9 बजीसम्म यहीँ हुन्छौँ। आनन्दले बस्नु होला घरको पिर भुलेर। सर्वप्रथम सम्मान गर्न चाहन्छु, सम्झिन चाहन्छु तमिल सार विशेष कार्यक्रम छ आज। मलाई सम्झेर बोलाउनु हुने सम्पूर्ण आयोजकलाई धन्यवाद छ। आजका प्रमुख अतिथि हुनुहुन्छ रमेश हिमाला दाई। यहाँलाई एकदमै हतार छ, तैपनि फेरि आउँछु भनेर बाचा गर्नु भएको छ। कतिको पक्का हुनुहुन्छ बाचाको हामी हेर्नेछौँ बेलुकासम्म। त्यस्तै गरी विशेष धन्यवाद छ हाम्रो राकेश धनला दाई, जसले मलाई यो ठाउँमा आउनुको लागि निमन्त्रणा दिनुभयो। धादिङ आउँदाखेरि मेरो माइती गाउँ हो भनिराख्नै पर्ने यहाँहरू प्रायलाई थाहा छ। प्राय ठाउँमा पुगेको छु, यो ठाउँमा आउने अवसर जुट्यो। बाँकी कुरा फेरि पछि गर्दै गरौँला। यहाँ समयलाई मध्यनजर गर्दै अहिले पनि एउटा गीत गाउन चाहन्छु। विशेष गरी हाम्रो प्रमुख अतिथिज्यूलाई नचाउनको लागि यो गीत है। फेरि हामी नाच्न फेरि पछि छँदैछ। हामी आज यही हुन्छौँ दिनभरि। दाईको रोजाइमा बाजामा नाचौँ कि नर्मल गीतमा नाचौँ दाई? ल ठिक छ, अहिले भने नर्मलै नाचौँ है। घुम्ती घुम्ती रोड यहाँले अत्यन्तै मन पराइदिनु भएको गीत हो। यी नेपाल रोटी खर्का सम्पूर्ण टिमलाई सम्झिन चाहन्छु, सम्मान गर्न चाहन्छु। 1996 छ मोबाइलको 1996। त्यस्तै गरी स्टेजमा आसीन हुनुहुने सम्पूर्ण विशिष्ट व्यक्तित्वज्यूहरू सबैको नाम लिन असम्भव छ, यहाँले बुझ्नुहुनेछ। एकमुष्ट सम्मान गर्न चाहे। घुम्ती घुम्ती रोड। यहाँले चाहिँ ताली बजाएर साथ दिनु पर्यो अहिलेको लागि सबैजना। सबै विशेष गरी हाम्रो गणेश दाईलाई सबै
नाच्न गाउन भाभरे धपरे खुसी बसी बजाइजौ धपरे खुसी खुसी भाभरे धपरे खुसी बसी बजाइजौ धपरे खुसी खुसी माइहुँदा घटेसे खुसी खुसी आहा क्यारमको बाग्लु बन्छ माइहुँदा घटेसे खुसी खुसी आहा क्यारमको बाग्लु बन्छ आहा क्यारमको थ्याङ्क यू। एउटा छोटो बाजामा है त एउटा बाजा छोटो गाईहरू बस्न नपायो है जुनको चाँदनी छ थोरै मैले बाजामा मात्रै नचल्न चाहेन जुनको चाँदनी सर्च गर्नुभयो नि भेट्नुहुन्छ त्यसपछि बाँकी प्रस्तुति एकछिनपछि हुनेछ यहाँहरूलाई जुनको चाँदनी दाइ JUN जुनको सर्च गर्नुभयो भने आउँथ्यो भेट्नु भएन हुन त पुरा एउटैको भाग हो तै पनि बाजा यसो बाजा भनेको बाजा हुन्छ नि त किन आयो त किन आएको यता हैन उतै बस न उतै बस यता न यहाँ छुनु हुँदैन के यहाँ छुनु Thank you.
यो जम्मै के भन्छ नि फिल्म आउनुभन्दा अगाडि टेलर आउँछ नि यो टेलर मात्रै हो पुरा फिल्म यतातिर हुटुटी देखिरहेको छु यो बेलै यस्तो हो सबैले बुझ्छन् हामीले बुझ्छौँ हामीले सबैलाई सम्मान छ अगाडि आएर नाच्ने दिदीहरूलाई पनि एकदमै माया छ सम्मान छ एकछिनपछि यति मात्रै नाचेर हुँदैन सबैजना नाच्नुपर्छ आज आएकै नाच्न अनि रमाउनुको लागि हो एकछिनपछि बाँकी प्रस्तुति लिएर आउने नै छु पहिला पनि अझै गर्न चाहन्छु थ्याङ्क यू सो मच राम्रो प्रस्तुति लिएर जानु भइसकेको छ हामी पुनः